नमस्कार। आजको समाचारमा जिल्ला अदालत काठमाडौँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्न 5 दिनको म्याद थप गरेको छ। अदालतले पूर्व प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै प्रभावकारी उपचारको व्यवस्था गर्न आदेश दिएको छ। म्याद थप भएपछि रमेश लेखकलाई प्रहरीको हिरासतमा राखिएको छ भने ओली अस्पतालमै रहने भएका छन्। 3 जना पूर्व प्रधानमन्त्री विरुद्ध सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सचिवहरूलाई निर्देशन दिँदै भनेका छन्, कानुन देखाएर काम पन्छाउने वा मन्त्रीहरूलाई सिकाउने काम नगर्नु, काममा गति ल्याउनु, सरकारले अनलाइन सट्टेबाजी रोक्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। पतञ्जलि जग्गा प्रकरणमा माधव नेपाल सम्बन्धी मुद्दामा अदालतले बहस नोट पेश गर्न आदेश दिएको छ। आगामी जेठ 10 गतेभित्र सांसदहरूले अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ। गृहमन्त्री सुदन गुरुङले बाढी पहिरो जस्ता विपदका कारण नागरिकको ज्यान जान नदिन पूर्व तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छन्। ओली पक्राउको विरोधमा माइती घरमा प्रदर्शन हुँदा प्रहरीले लाठीचार्ज गरेको छ। सरकारलाई सार्वजनिक निकायहरूको पुनः संरचना गर्न सिफारिस गरिएको छ। नेपाली काङ्ग्रेसले समानुपातिक सांसदहरूलाई फिर्ता बोलाउन सक्ने व्यवस्था ल्याएको छ। ओली र लेखकको पक्राउ विरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ, जसको सुनवाई आज हुँदैछ। शिक्षा मन्त्रालयले ब्रिज कोर्स कक्षा सञ्चालनमा रोक लगाइएको छ। सरकारले लामो समयदेखि निष्क्रिय रहेका बैंक खाताको रकम सरकारी कोषमा ल्याउने निर्णय गरेको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा एमाले विरोध प्रदर्शन गरेको छ। राइड सेयरिङ सेवामा समानपरी भाडा लिएको भन्दै राइडरहरूले आन्दोलन थालेका छन्। शेयर बजारमा नयाँ सरकार बनेपछि 71 अङ्कले गिरावट आएको छ। क्रिकेटतर्फ कुशल मल्लको उत्कृष्ट ब्याटिङमा आर्मीले बागमतीलाई पराजित गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीच तनाव बढ्दै जाँदा पश्चिम एसियामा युद्धको जोखिम बढेको छ। हर्मुज जल डमरू माध्यममा समस्या आएपछि विश्वभर तेल आपूर्ति प्रभावित हुने चिन्ता बढेको छ। इजरायलले बहुमुखी युद्धका लागि तयारी गरेको जनाइएको छ। इजिप्टमा ऊर्जा सङ्कटका कारण पसल तथा रेस्टुरेन्टहरू चाँडै बन्द गर्न निर्देशन दिएको छ। संयुक्त राष्ट्र सङ्घले इरानमा विद्यालयमाथि भएको आक्रमणबारे अनुसन्धान गर्न आग्रह गरेको छ। अब स्वास्थ्य सम्बन्धी जानकारी। बारम्बार बिरामी हुनु इम्युन सिस्टम कमजोर भएको सङ्केत हुन सक्छ। स्वस्थ रहन सन्तुलित आहार खानुहोस्, पर्याप्त निद्रा लिनुहोस्, नियमित व्यायाम गर्नुहोस्, तनाव कम गर्नुहोस्। हस्त धन्यवाद।